अहिले बनेको सरकार, अहिले भएको परिवर्तनको प्रारम्भ नै मान्छे मार्ने, मराउने, षड्यन्त्र गर्ने, त्यो षड्यन्त्रबाट सुरु भएको छ। त्यसलाई बहाना बनाएर, आधार बनाएर आगजनी गर्ने, तोडफोड गर्ने, लुटपाट गर्ने, आतंक सिर्जना गर्ने, फलानाको घर जलाउँ भनेको छ, कुद्या छ, उता जलाउँ भनेको छ, कुद्या छ। राज्यको अनुपस्थिति छ र अराजकता बेलगाम छ। यहाँ प्रश्न पपुलरिजमको मात्रै छैन। प्रश्न पपुलरिजमको मात्रै भयो त पपुलरिजम ढङ्गले, पब्लिस्ट ढङ्गले आफूलाई लोकप्रिय बनाउने प्रयास गर्नु, त्योभन्दा अगाडि अलिकति लोकप्रिय बनाउने भद्दा प्रयास भइरहेको छ। भद्दा प्रयास हो। किन भद्दा प्रयास हो भने हामी त अश्लील असभ्यतामा जान सक्दैनौँ। कुनै गलत कुराको सम्बन्धमा टिप्पणी गर्यो भने असभ्यता, अश्लीलता, असामाजिकताका साथ हेरि नसक्नु, सुनि नसक्नु, त्यस्ता खालका भाषा शैलीका साथ आक्रमण गर्ने र मान्छेलाई हतोत्साहित बनाउने। महिलाहरूको हुर्मत लिने, त्यस प्रकारको काम भइरहेको छ। अर्कोतिर सामाजिक सञ्जालले असामाजिक सञ्जालको रूपमा काम गर्ने र त्यसले समाजमा एउटा भयानक विकृति पैदा गर्ने, विकृति फैलाउने, तर कोही उत्तरदायी नहुने, दर्ता गर्नु नपर्ने, जवाफदेही लिनु नपर्ने, प्रतिनिधि तोक्नु नपर्ने र निराधार असत्य कुराहरू त्यसबाट प्रचार गरिरहने, भ्रम फैलाइरहने। राष्ट्रिय राजनीति शान्तिपूर्ण लोकतान्त्रिक परिवर्तनको बाटोमा र संविधान र कानुन अनुसार सञ्चालित हुने बाटोमा गयो। त्यो बाटो गत भाद्र 23-24 को घटनापछि, त्यस घटना यता त्यो बाटो परित्याग गरिएको छ। अब हामीले फर्काउनु पर्नेछ मूल राजनीतिक धारा। फेरि पनि हाम्रो लोकप्रियता देशभक्तिपूर्ण आन्दोलन अभियानले नै हाम्रो लोकप्रियता अभिवृद्धि गर्ने हो। जनपक्षीय अडान र जनतासँग फेरि पनि नङमासुको सम्बन्ध कायम गर्ने, जनताका बीचमा फेरि पनि पार्टी पुग्ने, जनताका समस्याहरूलाई सम्बोधन गर्ने वा सम्बोधन गर्ने प्रयास गर्ने, तिनै इमान्दार प्रयासबाट फेरि पनि हामी लोकप्रियता हासिल गर्न सक्छौँ, जनताका बीचमा जान सक्छौँ।